राई माइला 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 आयो 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 राई माइला राई माइला राई माइला राई माइला राई माइला राई माइला आयो 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 काका मान्दैन खाँदैन उच्चर मात्र हल्लाउँछ मेरै बाउले खुवाए मात्र खान्छु भन्छ को रहेछ त्यसको बाबु? तपाईँ हो त्यसले मलाई बाबु जस्तै मान्छ। के भन्न खोज्दैछ तपाईँ? फेरि एकचोटि भन्नुहोस् न, म कुकुरको बाबु जस्तो देखिन्छ? मैले नमस्कार फर्काउन छोडिसकेँ। काठमाडौँमा नमस्कार धेरै माग्नु पर्दो रहेछ। अनि जेठा, तपाईँको काम चाहिँ बाटोमा हिँडेको मान्छेहरूलाई पटौली ल्याउने मात्रै हो, काम छैन? बल्ल बल्ल भोगटेको दाना जस्तो अनुहार भएकोलाई घर पठायो, फेरि टाउकोमा आँखा भएकोलाई लिएर आएछ। त्यो साथी पनि चाँडै आउँदैछ काका, तपाईँले देख्न नपाएर न्यास्रो लाग्यो भन्दै थियो मलाई फोनमा। न्यास्रो त लागिहाल्छ नि, पखालो लागिन्जल मासु भात खिच्न पाइरहेको थियो फ्रीमा। भन्नुहोस् भाइ, तपाईँलाई पनि राई माइलाले ठग्यो? होइन काका, तपाईँले पो छलाक ठग्नु भयो अरे त मेरो काकालाई। कस्तो कुरा गर्छ है? म जस्तो दानवीर मान्छेहरू पनि कसैलाई ठग्छ होला? हो हाम्रो काका महाभारतको कर्ण भन्दा पनि महादाता हुनुहुन्छ। हुन त ओचेल सर, नपादिकन गनाउँदैन भन्ने उखानलाई पनि त बिर्सिनु भएन नि त हामीले। काका जस्तो दानवीर मान्छेलाई यस्तो आरोप आउनु भनेको घोर कलियुगको। सर्पलाई दुध पिलाए पनि विष उकल्छ भनेको यही हो। काकालाई ठगेको आरोप आउँदाखेरि बातिजोले यस्तो बोल्छ। ला भन्नु है, मैले कसरी ठग्यो? तपाईँले भिजिटिङ कार्डमा राई माइलालाई 1 लाख रुपियाँ दिनु भनेर साइन गर्नु भएको रहेछ नि त। उही मैले त गुरुङ दाईले जागिर खान पठाएको हो भनेर पो साइन गरेको थिएँ त। अनि बाँकी 5 लाख चाहिँ त्यो मान्छेले टुरिस्टको 5 लाखको क्यामेरा लिएर भागेको छ नि। साह्रै दुःख दियो है। कुन साइडमा जन्मेको रहेछ त्यो राई माइला? म वैशाखै गते जन्मेको। जुनै पनि कामको सुरुवात भनेको 1 गते नै गर्ने गरेको छु र यो कामको सुरुवात पनि 1 गते नै गर्ने। ए राई माइला, म तँलाई अब सधैँ साथ दिन सक्दिनँ। तैँले गर्दा मेरो लाइफ नै ड्यामेज भइसक्यो। तेरो कारणले त कोबाट कहाँ कति बेला कुटाइ खाइन्छ भन्ने थाहा नहुने रहेछ। एक पटक अन्तिमचोटि साथ दे मलाई, तँलाई म करोडपति बनाइदिन्छु। बनाइस् तैँले करोडपति। तैँले गर्दाखेरि म रोडपति भइसकेँ। बाउले पनि मलाई घरबाट निकालिदिए तेरै कारणले गर्दा। मैले पनि त तँलाई साथ दिएँ, बाउले घरबाट निकालिदियो, बराबरी भएन त? अब मलाई अन्तिम पटक साथ दे। ठुलै माछा हात परेको छ। कस्तो काम हो र? बुझिस् नि कुरा? अब 4वटा जति काम हात पर्यो भने, सक्सेस भयो भने नि, तँलाई 1.5 करोड, मलाई 1.5 करोड। अनि झ्याप्पै पैसा लिएर विदेश गएर बस्नुपर्छ। गएको यो विदेश, त्यसलाई म पानी मुनि गए पनि छड्दैन। हो काका, छोड्नुहुन्न। जेठा, उहाँलाई लगेर चिया दिँदै गर्नुहोस्, म अहिले आएर बात गर्छु। हुन्छ काका। मलाई तपाईँको सहयोग चाहियो। कस्तो सहयोग काका? म त दिन्छु। यो टाउकोमा आँखा भएको मान्छेलाई आज जसरी पनि भगाउनुहोस्, म तपाईँलाई सुन्दरीसँग बस्ने व्यवस्था मिलाउँछु। साँच्ची हो काका? काका सुन्दरी कति थिए? नाम नै सुन्दरी, राम्रो छ। ल काका, म त्यसलाई जसरी पनि घर पठाउँछु। राई महिला र कोइरालालाई भेट्टाउन मात्रमै जिउँदै चलाउँछ। हामीले डढिसकेको हुन्थ्यो होला, साउदीमा गएको भए भिजा नै लागेन, यहाँ थिएँ। अब चाहिँ अमेरिका गइने भयो। ल हेर त खप्पड, साउदीले नपत्याएको मान्छे अब अमेरिका जाने भयो। दैवको लेखा पनि अपरम्पार छ यार। पर्मिन त केही पनि अमेरिका जाने खबर भएपछि
राई माइला सर साह्रै चिसो भयो जाउँ न यतै बसेर चिया खाउँ ल जाउँ जाउँ। त्यो राई माइलालाई पनि भेटौँ मात्र राई माइला के हो लामा पुरै बरबराउँदैछस् त के सन्चो छैन क्या पुरै बरबराउँदैछस् त अनि सबै ठिकै छ हामी एउटा फिल्मको तयारी गर्दैछौँ यो राई माइलाको बारेमा त्यही भएर रिहर्सल गर्दै हौ हो मेरो नामको फिल्म तर हेर मेरो नामको त रोयल्टी दिनुपर्छ नि रोयल्टी बापत आज चाहिँ के पाउँछस् भन्नु बडो के खाने हो माछा मासु म त माछा मासु खान छोडिसकेँ के भएर माछा मासु खान छोडे रे मेरो शरीरमा देउताले बास गर्नु भएको छ त्यही भएर माछा मासु छोडिसक्यो ओ लामा सर उहाँको शरीरमा हिजो रातिदेखि देवी चढेको छ उहाँ हिजो राति बाघ जस्तो घुरिराख्नु भएको थियो ल लामा चियाको लागि धन्यवाद है पैसा दिँदै हामी लाग्यो लामा अघिसम्म त राई माइलालाई काट्छु मार्छु भन्थिस् त अहिले चाहिँ के भयो हेर्नु एक्कासी मेरो प्रेसर लो भयो रिस नै मरेर गयो एक चम्चा जति नुन मगाइदिउँ त किन प्रेसर बढाउनुलाई के हो लामा के पिउँदैछ देख्दैनस् के पिइरहेको छु राई माइलाको रगत जस्तो छ त खै यो राई माइलाको रगतको कलर उडेको बनाउन धेरै नजिस्का अल्प आयुमै मरा लौ न लामा मुक्ति दिलाइदेन यो महँगाइमा कसो गरी बाँच्ने क्या माटो खाउँ भने काठमाडौँमा आफ्नो माटो पनि छैन बरु मलाई मुक्ति दिलाइदिए पैसै छैन अघिको भन्दै ल ल एक बोतल किनिदिन्छु आउने एक बोतल ल्याउनु त के हो सेल सर निकै छरपटेको देखिनुहुन्छ त केही पनि होइन त्यत्तिकै दालमुखी कला है भन्ने डाइरेक्ट सुन्नुभएको छ नि थाहा छ सेल सर पनि यतिको हुँदो रहेछ मोक्तान च्यासँग यस्तो कुरा लुकाउने ल भइगयो ल ठिकै छ म हिँडेँ खानाले आछ सुन्दरी रे मेरो काका पनि यतिको समय रहेछ पात्तेकी बुढा निकल्छ यतिसँग बसेर पुरा बसेर खानुहोस् है ल म कसैलाई पनि भन्दिनँ सुन्नु न मलाई त साह्रै हतार भइसक्यो सुन्दै सुन्दरी पठाइदियो अहिले कहिले सुन्दरी देख्नु भएन सुतिरहनु भएको त यो पो सुन्दरी राई माइला राई माइला राई माइला राई माइला राई माइला राई माइला आयो 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 राई माइला राई माइला राई माइला